प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा गरियो अन्त्येष्टि। दर्शकबिन भारतको ओडिसाको भुवनेश्वर स्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीको छात्रावासमा मृत भेटिएकी भैरवाकी प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ। उनको पार्थिव शरीरलाई भैरवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्याइएको थियो। शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणको साथै केआइआइटीमा अध्ययनरत उनका साथीहरू सहभागी भएका थिए। उनको हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका थिए। उनको पार्थिव शरीर बुधबार राति उडिसाबाट भैरवा ल्याइएको थियो। विक्रम सम्वत 2061 साल असार 4 गते भैरवामा जन्मिएकी लम्सालको गत आइतबार निधन भएको थियो। उनको मृत्यु पश्चात सामाजिक सञ्जालमा भिडियो अत्याधिक भाइरल भयो र उक्त भिडियोकै कारण यति बेला उनलाई मृत्युवरण गर्न बाध्य पार्ने उनका सहपाठी पक्राउ परेका छन्। हेर्नुहोस् प्रकृति लम्साललाई घरदेखि घाटसम्म पुर्याउँदाको दृश्य, जहाँ स्थानीयहरू भावविह्वल बनेका थिए। अकालमै मृत्युवरण गरेकी प्रकृति लम्सालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यो भिडियो यहाँहरू समक्ष पेश गर्न गइरहेका छौँ।